हेलो गाइस, गुड मर्निङ सबैजनालाई। हुनुहुन्छ होला, मस्त हुनुहुन्छ होला, व्यस्त हुनुहुन्छ होला। हामी पनि सन्चै छौँ। न्यू डे न्यू ब्लगका साथ आज हजुरहरूको सामने हामी उपस्थित भइसकेका छौँ। सबैजनाले हेर्दै जानु होला हाम्रो दिनहरू कसरी बित्छ। अनि सबैजना लाइक, कमेन्ट, शेयर एन्ड सब्सक्राइब सबैले गरिदिनु होला गाइस। त्यही भन्दै आज हामी वाकिङ जान लागेको। म 10 बजे उठ्ने मान्छे वाकिङ जान लाग्छु। बिहान 5 बजे यस्तो जानवरका साथ आज हामीहरू घुमिसकेको छौँ। के गर्नेछौँ, कसो गर्नेछौँ, सब कुरा हजुरहरूलाई देखाउने नै छौँ साथीहरू। त्यही नै हो। फाइनली आज चाहिँ अब चाहिँ जाडो सुरु भइसकेको छ। यहाँ धुरी पनि लागिरह धुरी लाग्न सुरु गरिसकेको छ सर्लाहीमा साथीहरू। गाडी आयो। तपाईहरु कहाँ हुनुहुन्छ? सन्चै हुनुहुन्छ होला, ठिक अवस्थामा हुनुहुन्छ होला। हजुरहरूको दिनहरू कसरी बितिरहेको छ साथीहरू है? हेर्नुहोस् साथीहरू, हाम्रो सरलाई चाहिँ यस्तो छ है, हामी बस्ने ठाउँ यस्तो छ। सबैजनाले हेर्नुलाई कति राम्रो छ। मलाई चाहिँ एकदम मन पर्छ। पहिला सुरुमा आउँदाखेरि एउटा मन पर्दैन कसम। आजभोलि चाहिँ यस्तो मन पर्छ। यहाँ हुनुहुन्छ ललित। अब यहाँ यस्तो छ, गाडी आयो है साथीहरू भर्खर। ललित पर जाडो आके ललित यता हेर्नु त। मैले ललितलाई टिकी लगाइदिएको, बिहान मेरो पुतली गराइदिएको। पुतली गरेर ललितको नाम भाइरल गराइदिन्छु मैले। हेर्नु यस्तो घाम लाग्न लाहा मसिनो घाम लाग्न। मसिनो भन्दा चाहिँ ठ्याक्क बिहानको घाम लाग्दैछ। हामीहरू चाहिँ फाइनली बिहानको घाममा चाहिँ भिटामिन डी पाइन्छ साथीहरू। त्यही भएर बिहानको घाम चाहिँ ताप्नु पर्छ है। अनि त्यही भएर हो साथीहरू। यहाँ फेरि गोरु छ हाम्रो सरलाई। गोरु पनि पाइन्छ। यी घाम भर्खर उदाउनु लाग्छ। गोरु पनि पाइन्छ। एक गोरु त सबैको ठाउँ पाइन्छ। यहाँ त झन् पुरै गर्नु छैन गोरुको। यस्तो छ हेर्नु। यहाँबाट पनि ठुलो गोरु। यहाँबाट फेरि जान मिल्छ। हामी फेरि पर पुलतिर जान लाग्यो। त्यही पर पुल छ, तर पुलमा भित्र हिँड्ने नै छैन। तपाईँहरूलाई देखाउने नै छौँ भन्दै आज हाम्रो दिनहरू यस्तै बितिरहेको छ। यति राम्रो मौसममा बितिरहेको छ। हजुरहरूकोतिर कस्तो भइरहेको छ? सबैतिर बाढी पहिरो आएर पानी परेर तहस नहस बनाएको थियो। हजुरहरूकोतिर भयो कि नै? सबैजना केयरफुल हुनु होला। त्यही नै हो। उता नेपाली सेनाको उस देख्नुभयो कि नै? ललित जाने ठाउँ यही हो। भन्नु म देखान्छु। उता हो है, यता हो जाने आर्मी डाइरेक्ट जाने बाटो। कोही आर्मी हुनुहुन्छ भने यता आउनु होला है साथीहरू। यो चाहिँ यो नाली आएको चाहिँ यो के भन्छ अरे? यो के अरे? बागमतीबाट नहर। बागमतीबाट नहर खनेर आयो। नहर निकालेर आएको नाली हो। यहाँ सिँचाइको लागि। त्यही भएर यहाँ चाहिँ बागमतीतिर बाटो आएको। यस्तै नहरहरू धेरै आएको छन् बागमतीमा। तपाईँहरूलाई थाहा नै छ होला। धेरै होला, दुईटा होइन? दुईटा धेरै त हो क्या। दुईटा भनेको पनि एउटा भनेको थोरै। यो किसको फल हो ल भन न? यो ऊ हो के? बेल हो साथै। यो चाहिँ बेल हो। हजुरहरूले चिन्नु भएको छैन भने यो चाहिँ बेल हो है। चिन्नुहोस् अरे। मेवा। उता गोरु हेर्नु। मैले गोरु पाइन्छ धेरै हुन्छ सरलाई भनेको होइन। सेतो गोरु पाइन्छ। सेतो गोरु पाइन्छ होइन कि छ। धेरै प्रजातिका गोरुहरू छन् है सरलाईमा। पहिला गोरु चाहिएको छ भने किन आउनु होला हो के? आम्मामा गोरु गाइस। गोरु गाईले दुध दिन्छ। गाईको दुध गोरुले दुध दिन्छ। गोरुले दुध दिँदैन, गाईले दिन्छ। गोरुले भन्नु नजानेर आज मैले बिहान यति राम्रो कपाल बाँधेर म चाहिँ हिँड्नको लागि तमतमासँग हिँडिसकेँ। तर म 10 बजी उठ्ने छक्क लगाएर आज चाहिँ म बिहान 6 बजी उठेछु। सोच्नुहोस् कति बिहान उठेँ म। सिग्री लाएन? सिग्री लाउनु भैँसी। फाइनली यहाँ भैँसी पनि छ साथीहरू होइन? साथीहरू यहाँ चाहिँ धानबारी छ। प्राय हरि चमक चम्किरह धानबारी। उता छ त धानबारी छ। तपाईँहरू सबैलाई थाहा नै छ होला। तराई क्षेत्रमा धेरैभन्दा धेरै धान उत्पादन गरिन्छ। हाम्रो विभिन्न प्रदेशमा पठाइन्छ।
सबैतिर अब यतिको धान नलगाएपछि त हामीले खान पाउँदैनौँ। यहाँ जता पनि धानै धान हुन्छ, मधेस प्रदेश हो खास गरी, यतातिर धानै धान हुन्छ। अनि एक नम्बर सरलाई 1 नम्बर प्रदेश भन्नु, मधेस प्रदेश 1 नम्बर प्रदेश के मधेस 1 नम्बर प्रदेश होइन र? 1 नम्बर प्रदेश त त्यस्तै हो साथीहरू। यहाँ चाहिँ एकदम धान उत्पादन गरिन्छ, धेरै धानहरू छ हामी बस्नेतिर, धेरै धानहरू छ। अनि त्यहाँ त्यही नै हो, यहाँ चाहिँ एकदम रमाइलो छ, एकदम बस्नको लागि यताउता गर्न एकदम राम्रो लाग्छ मलाई चाहिँ। यहाँ चाहिँ खास गरेर यहाँ चाहिँ के छ भनेपछि साथीहरू, यहाँको मान्छेहरू चाहिँ अलि खुल्ला दिशा गर्दो रहेछ। त्यो पनि हो साथीहरू। अनि यहाँको मान्छेहरू चाहिँ पहिलादेखि नै चोर डकैती धेरै भएको कारणले अनि यहाँ चाहिँ नेपाली सेना राखेको रहेछ। त्यही भएर यहाँ चाहिँ केयरफुल हुनलाई, सरलाईमा कोही हुनुहुन्छ भने केयरफुल हुनु होला, आफ्नो सुरक्षा आफै गर्नुपर्छ, हजुरहरू सबैलाई थाहै छ होला। त्यही भएर यहाँ चाहिँ एकदम छ। अनि यहाँ चाहिँ एउटा पर एउटा पुल छ, राम्रो छ, तर के भने हाम्रो नेपालको विडम्बना नै यही छ। तर विकास गर्छन् तर टिकाउ गर्दैनन्, दिगो गर्दैनन्। त्यो पुलमा पनि बिचबिचमा खुट्टै छैन, अब के भन्नु छैन। त्यस्तै छ हाम्रो नेपालको स्थिति नै त्यस्तै छ। त्यस्तै नै हो। हामी एकदम दामी ठाउँमा आउँदाखेरि राम्रो लाग्छ। जे होस् राम्रो छ, रमाइलो छ, त्यही नै हो। रमाइलो छ हाम्रो नेपालमा, रमाइलो छ हाम्रो नेपालमा। यहाँ मन्दिर छ साथीहरू, यो मन्दिर यो मन्दिर किसको मन्दिर होला? जसको मन्दिर भयो नि ढोक्ने, जसको मन्दिर भयो नि ढोक्न पर्छ। मन्दिरमा ढोकेर। हेलो साथीहरू, धनबारी बर्को छाया के शीतल भएसी। यतातिर चाहिँ धनबारी यति राम्रो छ हेर्नु। वाउ ब्युटिफुल। अनि यहाँ चाहिँ यो नहर चाहिँ अब बागमतीबाट आएको हो। बकुल्लाले माछा खाइरहेको छ त्यहाँ, माछा बकुल्लाले थाहा छैन है, माछा खायो यस्तो प्रशस्त माछा पनि छैन कि बकुल्लाले खाओस् भन्ने माछा पनि छैन। तर के माछा मार्नु भएको त्यो अङ्कलहरूले माछा मारेको के गरेको गर्नु त गर्नुभएको। हामी पनि जाउँ माछा मार्नु। माछा मारेको होला, माछा मार्नु जाउँ, माछा मार्नु। आम्मा उखु रहेछ है। फाइनल साथीहरू, यहाँ चाहिँ एकदम प्रशस्त मात्रामा उखु खेती हुन्छ होइन। उखु चाहिँ देख्नुभयो, उखु एकदम यहाँ धेरै उत्पादन हुँदो रहेछ। सहरीको साधनमा साइकल चाहिँ धेरै प्रयोग हुन्छ है साथीहरू। हो र होइन होला, धेरै प्रयोग हुन्छ। एउटा हामी हामीलाई विडम्बना, न साइकल छ न बाइक छ। वाको दामी, म जान्छु कि दामी हो क्या। फाइनली यस्तो दामी ठाउँमा घुम्न पाउँदा हामीलाई एकदमै खुसी लागेको छ साथीहरू। यस्तो सूर्यको यो प्रकाशसँगै बिहान बिहानको नयाँ दिन, नयाँ खुसी, नयाँ सोच सँगै हामी पार छैन। यो उखु फाइनली साथीहरू होइन, यहाँ उखु यस्तो हुँदो रहेछ। फाइनली मैले देखेको थिइनँ, फर्स्ट टाइम यहाँ आएर मैले चाहिँ उखु यस्तो देखेको साथीहरू। हजुर के फोटो खिच्ने हो र? यहाँ यस्तोमा खिच्नु त जाउँ। यहाँ चाहिँ 2 खेती धान हुन्छ साथीहरू। कोही काटिसकेको छ भने 2 खेती भन्नाले पनि धेरै चुटी काट्नु हुँदो रहेछ। कोही काटिसकेको छ, कोही भन्ने भने भर्खर पसाउँदैछ, कोही भन्ने भने भर्खर रोपेर उस गर्दैछ। त्यही भएर धेरै चुटी धान उत्पादन हुँदो रहेछ यतातिर। फेरि एक सिजनमा 2-3 चोटि हुँदो रहेछ क्या एक सिजनमा धेरै चुटी हुँदो रहेछ धान चाहिँ। राम्रो हो, किसको यो सेतो सेतो किसको फुल होला? खै मैले त सिरो जस्तो मान्छु के हो। काँसको फुल, काँसको
कासको फुल हो उता फुल देखेको त्यो पुल देखिन्छ त्यहाँ जान्छौँ हामी यति राम्रो छ त्यो पुल तर बीचमा उस छैन मात्र हो दामी छ के छैन पुलको बीचमा के त्यो हिँड्ने हुन्छ नि त्यो छँदै छैन कि आँखामा घाम परेछ त्यही भएर चिमचिम भए धेरै चाहिँ होइन फेरि धेरै भनेर कमेन्ट आउला कति राम्रो देखेको हो न दामी यस्तो छ भन्ने खाने हेर चरा देखाउनु त्यो कास हेर्नु वाउ पुरै कास रहेछ बर्को छाया के शीतलो तिमी भएसी हेलो साथीहरू यहाँ चाहिँ यस्तो दामी छ कास फुलेर होइन यहाँ हेर्नु न कति दामी यहाँ घुम्न आउनु होला भिडियो बनाउन आउनु होला कस्तो दामी छ यहाँ पुल चाहिँ हामी चाहिँ पुल हेर्न आएको पुल पनि एकदमै राम्रो छ यहाँको तर यहाँ कास पनि फुल्दैछ है त साथीहरू फुल्ने सिजन हो सबैतिर फुलेछ सबैले भिडियो गराउनु भएको म मात्र बचेछु तर म अहिले यहाँ यस्तो नाइटीमा छु के को भिडियो बनाउने त्यस्तै हो पनि आए हाम्रो चाहिँ एउटा नहरबाट बन्द गर्दैछ यहाँ डुबाउनु पर्छ भनेर नत्र त सर चुर्लोमै डुब्थ्यो होला त्यो खन्डे भइजाँदै यस्तो पानी छ फाइनली गाइज यहाँ चाहिँ ओ माई गॉड यति ठुलो यति सुन्दर खोलामा बगेको भन्नुला कस्तो त्यही ठाउँको मात्रै भिडियो बनाएको यिनीहरूले दिने भिडियो त्यहीमा खाले भन्नुला तर आज चाहिँ हामी यही भिडियो बनाउनु भनिरहेको अनि यहाँ यति राम्रो ठाउँ हामीले आमामा हेर्न त कस्तो दामी देखेको ओ माई गॉड कस्तो दामी काँस फुलेर हो यसको बयानै गर्न सकेन मैले चाहिँ यति दामी छ उता घाम देखेर सुरु भर्खर उदाउन लाग्यो खोला बरको छाया के शीतलो तिमी भएसी फाइनली साथीहरू बेबी उखु चोरेर खाने उखु लिएर अहिले भेटा पनि मार्छ अहिले